मेरो दाइ यता बसेछ। अब टाइम भइसकेछ, जान्छ कि जाँदैन? दाइ के हो, रुम नजाने? जाने एकछिन बस न, अझै छ 2-3 मिनट। के हो 2-3 मिनट जाने? अब रुममा गएर के गर्ने त? अब भनिदिनु अहिले। 10 बज्न लाग्यो, हाम्रो चाहिँ 10 बजे बन्द हुन्छ कम्पनी। 10 बजे बन्द भएपछि हामी रुममा गइन्छ। 5 मिनटको बाटो छ, हिँडेर जानुपर्छ। रुममा गएर चाहिँ हामी कपडा सपडा खोलिन्छ, त्यहाँबाट नुहाउने कार्यक्रमतिर जान्छ। अनि त्यहाँबाट एकछिन मोबाइल हेरेर 1-2 घन्टा पछाडि खाना खाएर फेरि मोबाइल हेर्छु। त्यहाँबाट सुत्ने त हामी त 1 बजे 1:30 बजे हो, त्यस्तै हो। फेरि बिहान 6:30 बजे उठेर फेरि ड्युटी 7 बजे छिर्नुपर्छ। गाह्रो छ परदेशी जिन्दगी, यस्तै हो। हाँसी खुसीले अब दुःख कष्ट गरेर पनि काटेको छ, त्यही हो। त्यही हो परदेशीको अब अलि जिन्दगी यस्तै हो होइन? यस्तै हो भाइ, अब के गर्नु। अब पैसाले अब खेदाएपछि यस्तै त हो नि। अब दसैँ दीपावली केही धेरै मिस गरिरहेछ होइन? अब यसको लागि होइन, सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु। सबैजनालाई नेपालमा हुने, नेपाल विदेश जताततै हुने नेपालीहरूलाई ह्याप्पी तिहार भन्न चाहन्छु। हामी पनि अब तिहार मनाउनु पर्छ। अब यहाँ दिदी बहिनी त छैन। अब त्यही हो, रुममा कुखुराको मासु लाने अनि 1-2वटा बोतल टक्क अगाडि राख्ने, त्यसरी मनाउनु पर्छ तिहार चाहिँ। परदेशीको यस्तै हो टिका भनेको, तिहार भनेको यस्तै हो। खाइपिए रमाइलो गऱ्यो बस्यो। अब जानु टाइम भइसक्यो। जाउँ अब जाने, अब टाइम जाने। अब आजको लागि यही हो होइन? अब भोलि अरू चिज हेराउने कस्तो छ होइन? ल भाइ, लाइक गरिदिनु होइन?